अरू ममहरूलाई हुन्छ कि हुँदैन, तर मलाई चाहिँ कस्तो हुन्छ भने नानी सुताइसकेपछि जे काम गर्दा पनि नानी रुखको जस्तै आवाज कानमा आउने होइन, ल्या नानी उठ्यो होला हुन्छ नि, मनमा पनि नानी उठ्यो होला, ल्या मेरो नानी उठेर रोइरहेको होला, अनि कानमा पनि त्यो आवाज बजिरहने हुन्छ क्या मलाई चाहिँ। अनि म नानी सुताइसकेपछि चाहिँ घरि न घरि आयो, यसो डोर खोल्यो, हेऱ्यो, बा उठ्यो कि भन्यो, अनि बानी नै भइसक्यो क्या त्यस्तो गर्ने। सो यो सेन्स्यु भन्ने ब्रान्ड रहेछ, बेबी मोनिटर गर्ने प्रडक्टहरू बनाउँदो रहेछ प्रायः। अरू धेरै प्रडक्ट्समध्ये यो चाहिँ सेन्स्यु बेबी प्रो बेबी मोनिटर भन्ने रहेछ। यो चाहिँ युज गर्नु पनि एकदम सजिलो रहेछ। आफ्नो फोनको एप स्टोरमा गएर सेन्स्यु बेबी भन्ने यसको एप पनि रहेछ, अनि डाउनलोड गऱ्यो, अनि प्रोफाइल क्रिएट गरेर आफ्नो नानीको प्रोफाइल पनि क्रिएट गरेर अनि युज गर्दाखेरि झन्डै राम्रो हुने रहेछ। अनि यसले चाहिँ नानी कसरी सुत्दैछ होइन, अनि कतिखेर उठ्यो त्यो पनि भन्दो रहेछ क्या। यो चाहिँ सानो चिटिक्क परेको, अनि युज गर्नु पनि सजिलो रहेछ। अनि यसरी टक्क अन गर्यो, अनि सिउरिदियो नानीको लुगामा, अनि यसरी उसको स्लिप मोनिटर गर्दो रहेछ थ्रु आउट। अनि नानी उठेपछि चाहिँ यसरी तिम्रो बेबी मुभ गरिरहेको छ भन्दो रहेछ। अनि म गएँ, अनि मेरो बेबी मुभ गरिरहेको थियो, उठिसकेको थियो, अनि मलाई चाहिँ एकदम पिस अफ माइन्ड दियो। सो इट्स सो इजी टु युज। अनि चलाइसकेपछि चाहिँ यस्तो अफ गर्यो अनि राखिदियो। सो या आई रियली लाइक इट।